मेरो छोरीले चाहिँ आज पिज्जा खाने भनेर चाहिँ म चाहिँ पिज्जा बनाउनपट्टि लागेँ साथीहरू। सो हेलो एभ्रिवान, वेलकम टु माई भिडियो है। म चाहिँ यहाँनिर आँटा मुसिसकेको छु होइन। म चाहिँ यहाँनिर मैले बटर हालेँ होइन, अन्त पिज्जा सस मेयोनिज होइन, अन्त त्यहाँदेखि चिजहरू हालेर चाहिँ म यसरी बनाउँदैछु है। अनि मेरो भोइस चाहिँ एकदम मलाई चाहिँ रुगामार्गी लागिरहेको छ साथीहरू हो। मेरो भोइसलाई चाहिँ इग्नोर गरिदिनु, म चाहिँ एकदम साह्रो परिरहेको छ होइन। मैले नानीले खाने खाने भनेर मात्र मैले बनाइदिएको साथीहरू। म चाहिँ यहाँनिर यसको रेडी गर्दैछु होइन। अन्त यहाँनिर मेरोमा चाहिँ अर्ग्यानो र चिल्ली फ्लेक्स पनि थियो है। अनि यहाँ रोटी बेल्न थालेँ। अन्त यहाँनिर यसरी मैले यसरी यसलाई लगाएको छु होइन। अन्त यहाँ हेर्नुहोस् मेरो पिज्जा चाहिँ रेडी हुँदैछ साथीहरू। अनि यस्तो भइसकेको छ होइन। अन्त मैले चाहिँ यो चाहिँ के को बनाएको भन्दा आँटाकै बनाएको नि त होइन। अन्त यसलाई चाहिँ मेरोमा चाहिँ प्यान पनि थिएन हो, मैले चाहिँ यस्तो प्यानमा बनाएको छु। अनि मेरो पिज्जा चाहिँ रेडी भइसक्यो साथीहरू होइन। अन्त यहाँ पाकि पनि सक्यो होइन। मैले चाहिँ 2टा पिज्जा बनाएको थिएँ नि त। अन्त यस्तो भयो। हेर्नुहोस् है, थ्याङ्क यू फर वाचिङ।